हेलो एभ्रिवान, सबैजनालाई वेलकम, भेरी वेलकम माई न्यू ब्लगमा। शुभ बिहानीको शुभ पर्व, भेरी गुड मर्निङ। सम्पूर्ण मेरो फेसबुक प्रोफाइलमा रहनुहुने मेरा मित्रहरूलाई वेलकम टु माई न्यू ब्लगमा। मेरो सफर गुजरात ग्यास सर्कलदेखि लगेर हजिरा फाटक भन्दा नि परसम्मको छ। हजुरहरूले हेरेर साथ दिनुहोला, यही भन्न चाहन्छु। आजको यो ब्लगमा एकदमै न्यू साथीहरूको लागि एकदमै हेल्दीफुल ब्लग चाहिँ हुनेवाला छ। किनभने ग्यास सर्कलदेखि लगेर हुनुहुन्छ कि अडाइजन फाटियादेखि हुनुहुन्छ कि अनि अडाइजन गाउँदेखि हुनुहुन्छ कि पालाटियोदेखि हुनुहुन्छ कि होइन, हजुरहरूले हजिरासम्म एकदमै जान सक्नुहुन्छ। किनभने यो भिडियोलाई हेऱ्यो भने हजुरहरूले एकदमै व्यवस्थित तरिकाले जान सक्नुहुन्छ साथीहरू है। म चाहिँ अहिले केबुल ब्रिजमा माथि चढिसकेँ होइन, केबुल ब्रिजलाई माथि चढेर म जाँदैछु होइन। अनि हजुरहरू हेरेर प्रतिक्रिया दिनुहोला। अनि हजुरहरूलाई मन पर्यो भने लाइक कमेन्ट सेयर चाहिँ अवश्य गरिदिनु होला है। म यही नै भन्न चाहन्छु। फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फेसबुक प्रोफाइललाई फलो गरिदिनु होला। अनि लाइक कमेन्ट सेयर चाहिँ अवश्य गरिदिनु होला। युट्युबमा हेर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला होइन। सब्सक्राइब गरेर लाइक अनि बेल आइकनलाई पनि प्रेस गरिदिनु होला, यदि भन्न चाहन्छु। म चाहिँ अहिले जाँदैछु हजिराको लागि है साथीहरू। किनभने हजिरा चाहिँ म किन जाँदैछु त भनेपछि हजिरामा ल यो मान्छे के गरेछ जाँदैछु, किनभने म चाहिँ हजिरा विशेष काम के हो भने मेरो लाइसेन्सको लागि कम्प्युटर ट्रायल मैले दिनुपर्ने छ हजिरा गएर। त्यही भएर म चाहिँ जाँदैछु हजिरा है। हजिरा जाँदैछु। हजिरामा गयो भने त्यहाँ कम्प्युटर ट्रायल दिएर अनि चाहिँ म फर्किनेछु साथीहरू। किनभने आरटिओ त यहाँनिर पनि छ होइन। यो आरटिओबाट उहाँ मलाई बोलाएको छ, त्यही भएर जहाँ यिनीहरूले बोलाउँछन् त्यहाँ आफूले जानुपर्ने हुन्छ साथीहरू है, कम्प्युटरको ट्रायल दिनको लागि। त्यही कारणले म जाँदैछु है। यो चाहिँ फेरि पाल आरटिओको सर्कल हो होइन। पछि ट्रायल त मैले यही आरटिओमा दिनुपर्छ होइन। तर अहिले कम्प्युटर ट्रायलको लागि मलाई त्यहाँ बोलाएको, त्यहाँ म गएर कम्प्युटरमा ट्रायल दिएर फेरि म निक्लिनेछु होटलको लागि साथीहरू। किनभने त्यहाँबाट फर्किँदै मलाई टाइम हुन्छ। त्यही भएर म चाहिँ होटलको लागि सिधै त्यहीबाट जान्छु होइन। यस्तै छ। ल हेर साला भन्छु फेरि मेरो हातमा हानेको बल्ल हिन्डलमा लागेर म बाँचेँ है साथीहरू। नत्र भने त अहिले म यहाँ लडेको त ठङ्गै भएर फेरि अटोवालालाई त फेरि बधाउने मन लागेको थियो। अहिले म खसेन र बाँचेँ है, नत्र भने त अहिले मलाई त लथ्राक्कै फराएको थियो त फेरि यतातिर है। बल्ल बाँचेँ है साथीहरू। ल भगवानको शुक्र हो के, यस्तरी हुनुपर्छ। नसिब भयो भने बाँचिहाल्छन् मान्छेहरू, नसिब छैन भने लुड्किन्छन् फेरि है साथीहरू। गाडी चलाउँदाखेरि एकदमै फुल केयर भएर चलाउनु होला है। अगाडि पछाडि हेरेर पछाडिबाट पनि आएर ड्याममै हानिदिन्छन् फेरि। देख्यौ अहिले मेरो हिन्डलमा लागेर बल्ल म बाँचेँ त फेरि, नत्र भने त अहिले म लड्काइसकेको थियो त केटाहरूले है। अटो भरेर मान्छे पर्या मासला आएर सिधै हान्दैछ, हिन्डलमा लागेछ के। त्यही पनि म यति स्लो चलिरहेको छु फेरि है। 30-40को स्पिडमा छ मेरो गाडी। त्योभन्दा 30देखि 40को स्पिडमा म भाग्छु केटाहरू होइन। त्यही पनि मासला पछाडिबाट आएर बजाइदिन्छन् भने के गर्ने फेरि, अब यस्तो छ है। त्यही भएर एकदमै फुल केयर गरेर साथीहरू चलाउनु होला। हेलमेट चाहिँ अवश्य हालिहाल्नु होला होइन। फेसन स्टाइल गर्नु जरुरी हुँदैन, आफ्नो ज्यान भयो भने सबै चिज छ, ज्यान छैन भने केही पनि छैन साथीहरू है। त्यस्तै छ। अनि जाँदैछु हेर न फेरि यति ठुलो बस आएछ फेरि। अब अगाडि लागेछ जाने कहाँबाट फेरि स्लोली जानु पऱ्यो नि त है साथीहरू। अब अगाडि पेट्रोल पम्प मिल्यो भने त म टक्क पेट्रोल हालेर जानुपर्ने हो। पेट्रोल एउटा पेट्रोल पम्प पछाडि रह्यो। अब अगाडि भयो भने टक्क त्यहाँनिर पेट्रोल हाल्नुपर्छ अनि म सिधै निक्लिन्छु साथीहरू है। यता चाहिँ मोड आउँछ होइन, टक्कै मोडबाट निक्लिनुपर्छ। यहाँनिर फेरि खोला आउँछ कि, पुल छ है, सानो एउटा पुल छ। यो पुल खोलामा फेरि पुरै पट्रै छ फेरि है। पुरै गाउँको फिलिङ हो साथीहरू है यतातिर त। हेर्नु है पुरै भिडियो हेर्नु, इन्जोय छ पुरै, एकदमै गाउँको फिलिङ हो साथीहरू। हेर्नु न टक्क कतैमा गाउँको फिलिङ हो फेरि है। मस्त एकदमै गाउँको फिलिङ आउँछ है साथीहरू। टक्क क्या मस्त चाहिन्छ फेरि है।
ल हेर न टक्क पारेर पुरा सानसाना घरहरू छन् है, सानसाना घरहरू छन्। यहाँनिर पेट्रोल हालौँ त है, यहाँ पेट्रोल भयो त है केटा। टक्क यहाँ पेट्रोल हालौँ, त्यसपछि गाडीलाई निकालौँ है। ल जाउँ त है। अब हामीहरू पेट्रोल हालिसके साथीहरू, पेट्रोल हालेर म अगाडि बढिसकेँ होइन। अब म चाहिँ निक्लेँ, पेट्रोल हालिसकेँ गाडीमा टक्क होइन। अनि यता हेर्नु न अब है, टक्क पुरै गाउँको फिलिङ आउँछ साथीहरू है। क्या मजासँग हेर, यो खोलामा पट्रा छ, पुरै पट्रा छ क्या। पट्रा भन्ने थाहा हुनु छ कि नै? फिनो बनाउनलाई चट्ट काम आउँछ कि घरतिर है, चटै सटै बन्छन् नि त है, त्यस्तो खालेको पट्राहरू कतै छ। अनि यतातिर हेर न पुरै खेतै खेत छन् फेरि है, गाउँको फिलिङ हो फेरि। आहा, हावा पनि हेर न कस्तो आइरहेको छ फेरि है। मेरो बाल पनि हेलमेट भित्रै छिरेको छ कि हावा फेरि पुरै रुरु गरेर हेलमेट पनि यता उता भइरहेको छ। 100को स्पिडमा भाग्यो भने कस्तो होला फेरि हालत। 30-40को स्पिडमा भागिरहेको छु, त्यही पनि यस्तो भइरहेको नि, टाउको यता र उता भइरहेको छ हेलमेट मेरो फेरि। हेर न यताबाट सिधै जाने हो, सिधै एकदमै सिधै जाने हो साथीहरू है, सिधै जाने हो फेरि, कुनै बाटो यता उता मोड्ने होइन फेरि है। जबसम्म त्यहाँ ब्रिजमा हामीहरू टच हुँदैनौँ तबसम्म हामीले एकदमै स्ट्रेट जाने हो। जहाँसम्म यो सिधा रोड जान्छ नि त्यहाँसम्म जाने हो फेरि हजिराको लागि है। अनि तपाईँले हजिरा जानु सक्नुहुन्छ राइट साइडमा, ब्रिज आउने बित्तिकै त्यहाँबाट सिधै राइट हान्यो भने फेरि हजिरा आउँछ है। हजिराको हाइवे आउँछ, हजिराबाट फेरि तपाईँहरू कहीँ पनि जान सक्नुहुन्छ साथीहरू है। लेफ्ट राइट सिधा कहीँ पनि जान सक्नुहुन्छ। यो चाहिँ अहिले पुरै गाउँको फिलिङ हो साथीहरू है। यहाँनिर फेरि हेर न यतातिर पनि खेत छ, अनि यता राइट साइडमा लेफ्ट साइडमा दुवैतिर खेतै खेत छ फेरि। नेपालको जस्तै सानसानो घरहरू छन् है, आफ्नो आफ्नो खेतमा घर हुन्छ नि त्यस्तै छन् टक्क परेर। यतातिर हेर न पुरै एकदमै मस्त गाउँको फिलिङ आइरहेको छ साथीहरू। मलाई त यस्तो लागिरहेको नि जस्तै म नेपालमै गाडी चलाइरहेको, मस्त एकदमै बेफिक्र भएर चलिरहेको छु साथीहरू है। फेरि म र मेरो सालाजी गइरहेको छु, हामीहरू है सालाजी पछाडि बसेको छ, म चाहिँ फेरि अगाडि गाडी चलाउँदैछु होइन। यहाँबाट पनि सिधै जानुपर्छ साथीहरू है। यहाँनिर फेरि यताउता रोड आउँछ नि, फेरि नजानु होला यताउता है, एकदमै सिधा जाने हो, सिधा स्ट्रेट जाने हो है। जहाँसम्म जान्छ नि सिधै जाने हो कि लेफ्ट राइट हान्ने होइन फेरि गाडीलाई कतै पनि। अगाडि जबसम्म ब्रिज आउँदैन नि तबसम्म तपाईँहरूले एकदमै स्ट्रेट हिँड्नुपर्छ है, टक्कै भएर हेर है, सिधै जाने हो कि एकदमै फुल्ली सिधा जाने हो है। अझ हेर न यहाँ त टक्क अलि यतातिर ठुल्ठुला घर रहेछ नि त है, चटक्क परेर क्या दामी छ फेरि। यो गाउँ हो है साथी, फेरि म चाहिँ गाउँमा रहन्छु है। अडाइजन गाउँ भन्छ नि, गाउँतिर हो फेरि, सिटीमा होइन फेरि। सिटीमा त उतातिर पर्छ, सिटी लाइटतिर गयो भने त फेरि ठुल्ठुला महलहरू छन् है। तर म चाहिँ रहने गाउँ हो है, मेरो जहाँ पनि इलाकामा छ नि त्यो अडाइजन गाउँ भनेर चिनिन्छ क्या है। त्यस्तै छ साथीहरू है। ल हेर म चाहिँ अब पुग्छु केही छिनपछि होइन। अनि यतातिर त ठुलो अफिस छ, हेर केही फ्याक्ट्री होला, केही कम्पनी हुनसक्छ होला होइन। ल हेर ऊ त्यहाँ सामुन्नेमा देखिरह नि ब्रिज आयो नि, अब टक्क हेर। अब ब्रिजबाट यता राइट साइडमा गयो भने तपाईँ हजिरा जान सक्नुहुन्छ है। यता म लेफ्ट साइड हानिरहेको छु गाडी होइन, यो पनि हजिराको रोड हो। अब हजिरा पुगिसक्यो भनौँ, यहाँबाट अब तपाईँ लेफ्ट राइट कुनै ठाउँमा पनि जान सक्नुहुन्छ साथीहरू है। म चाहिँ यताबाट लेफ्ट साइड हानिरहेको छु होइन, सिधै यहाँबाट तल गाडी हान्छु होइन। अगाडि पुलिसहरू बिहान बाल मतलब हिँडिदिन्छु केटाले, टेन्सनै छैन। यताबाट पनि म सिधै निक्लेँ साथीहरू। ठुल्ठुलो गाडी चाहिँ अलिक फुल केयर भएर गाडी चलाउनु फेरि है, किन ठुलो ट्रकवालाले देख्दैन नि त। यताबाट हामीहरू सट्ट निक्लिहाल्छौँ, उताबाट सट्ट आइदियो भने त गब्बाले भइगयो नि त है। यो चाहिँ फेरि रेलवे फाटक हो साथीहरू है। यतातिर ट्रेन आउँछ होइन, रेलवेको फाटक छ। फाटक पार भइसक्यो साथीहरू, अलि रोड चाहिँ यतातिर डेन्जर छ फेरि है, खाडल भएको छ पुरै। यो चाहिँ टरक्केको रहेछ कि जाँदैछ साथीहरू है। त्यस्तै छ, बिहान बिहानै सास पनि सुकिसक्यो साथीहरू, बोल्दा है। त्यस्तै छ भनौँ। म चाहिँ अहिले यता पुगिसकेँ साथीहरू। यो हो तपाईँको हजिराको हाइवे रोड भन्ने है, हजिराको हाइवे रोड हो होइन। यहाँ चाहिँ फेरि बाटोमा गुजरातीमा लेखेको हुन्छ, गुजराती आफूलाई पढ्न आउँदैन फेरि, खालि त्यत्तिकै अन्दाजुनमा चलिरहेको हुन्छु होइन। एउटा उहाँ सरले लोकेसन पठाएको थियो, त्यही भएर त्यही लोकेसनको थ्रुले म हिँडिरहेको
हैन। अब टक्क पारेर म यो हजिराको हाइबाई रोड हो साथीहरु है। हजिराको हाइबाई रोड हो, हेर न कस्तरी भागिरहेको फेरि गाडी लय आफू चाहिँ भाग्दैन फेरि केटा है, एकदमै शान्तिले चलाउनु पर्छ, स्लो मोसनमा जानुपर्छ, टेन्सनै लिनु हुँदैन। बरु 2 मिनट ढिलो पुगे पनि चल्छ। भिडियो चाहिँ एकदमै लामो हुनसक्छ साथीहरु है। हेरेर हजुरहरूले साथ सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट सेयर चाहिँ अवश्य गरिदिनु होला, यही नै भन्न चाहन्छु। यहाँनिर पनि एउटा सानो सर्कल आएछ है, टक्क सर्कलबाट पनि अझै अगाडि जानुपर्ने छ मैले हैन। तपाईहरुले पनि हेरेर साथ दिनु होला अनि सक्दो सेयर गरिदिनु होला हैन। हजुरलाई मेरो ब्लग चाहिँ के कस्तो लाग्छ हजुरले कमेन्टमा प्रतिक्रिया दिनु होला हैन। अनि केही कमी कमजोरी छ भने त्यो कमजोरीलाई पनि मैले सुधार्ने छु हैन। हजुरहरुको प्रतिक्रियाले यस्तो हुन्छ भनेर मलाई पनि नलेज हुन्छ नि त है। आफूलाई पनि केही थाहा छैन, फर्स्ट ब्लग बनाउँदै छु साथीहरु है। त्यस्तै छ भनौं। नो माइन्ड, म चाहिँ निक्लिसकेको छु, लतल जाँदैछु साथीहरु है। अब चाहिँ यहाँ ब्रिज आउँछ, ब्रिज माथि हामीहरु चढ्यो भने फेरि अनि बल्ल आउँछ कि क्या भन्ने लागिरहेको मलाई हैन। ल हेर यो ब्रिजमा चढिसक्यो साथीहरु हामीहरु हैन। अनि हेर न ऊ त्यहाँ तल हेर न, भ्यू हेर न। हेर अहिले बिचैमा पुगेको छ है, ब्रिजको बिचैमा एकदमै टक्क हेर। अब तलतिर पनि देखिन्छ है, यतातिर पनि हेर, यतातिर पनि हेर, पुरै कम्पनी हो के यतातिर त, पुरै कम्पनी कारखानाहरु छन् ठुल्ठुला। हेर यतातिर त भैँसी पनि पाले रहेछ नि त है, भैँसी पनि छन् त हौ बाजेहरु। हेर न भैँसी गाई भैँसी सबै छन् फेरि है। टक्क यतातिर त गाई भैँसी सबै पाले छन् फेरि। पुरै गाउँ हो के यो फ्याक्ट्री। हेर यत्रो यत्रो कम्पनीहरु छन् यतातिर टक्कै। मस्त छ साथीहरु है, मस्त एकदमै पुरै गाउँको फिलिङ हो फेरि आउने है। यतातिर त गाउँको फिलिङ भने त गाउँको फिलिङ। हेर न साइडमा रोडमा पनि हेर न, खड्डामा गाडी उभिया छन्। यत्रो ठुल्ठुलो गाडी चलेर त खड्डा भइहाल्छ नि त है। गाउँतिर ट्र्याक्टर चलेर खराब गरिदिन्छ रोडहरु, यहाँ चाहिँ फेरि ठुलो गाडीमा यत्रो त्यो फलामका ती गोला बनाएका हुन्छन् नि, ती लिएर आउँछन्। यहाँ सबै चिज लिएर आउँछन् फेरि, कारखानामा चाहिने चिजहरु सम्पूर्ण आउँछन् फेरि है। यताबाट मैले कता जाने, ब्रिज चाहिँ सकिएछ साथीहरु है। अब मैले यतातिरबाट लोकेसन चाहिँ कहाँसम्मको छ है। यहाँबाट फेरि अब यहाँनिर रास्ता त आएछ साथीहरु, यहाँबाट टर्न हान्नुपर्छ कि के गर्नुपर्छ। अब मेरो सपोर्ट चाहिँ यहीँसम्मको छ साथीहरु है। हजुरहरूले यहाँसम्म हेरिदिनु भएको छ, त्यही पनि धन्यवाद। हजुरहरूले लाइक कमेन्ट सेयर चाहिँ अवश्य गरिदिनु होला हैन। फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फेसबुक प्रोफाइललाई फलो गरेर है फ्रेन्ड बनिदिनु होला। म पनि हजुरलाई फलो ब्याक गरिदिनेछु हैन। हजुरले मलाई फलो गर्नुहुन्छ भने मैले पनि हजुरलाई फलो ब्याक गर्छु। हजुरको प्रोफाइलमा आएर मैले पनि कमेन्ट गर्छु, लाइक गर्छु, सेयर गर्छु है। हजुरले युट्युबबाट हेर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई सब्स्क्राइब गरेर हैन बेल आइकनलाई पनि प्रेस गरिदिनु होला, यही नै भन्न चाहन्छु। म चाहिँ अझै पनि अगाडि जानुपर्ने छ क्या, यहाँ बिचमा लागेको छ नि त है। कति जानुपर्ने हो क्या अगाडि यार, फेरि तनाव छ त फेरि हो। अब यहाँबाट हाल्नुपर्छ गाडी यार, यहाँनिर बाटो आयो त है। यहाँबाट टर्निङ मोड्नु पर्ने भएछ साथीहरु है। ट्रक पनि काँड बिचैमा आएछ फेरि। यहाँबाट म चाहिँ राइट टर्न हानेर सिधै निक्लिजान्छु फेरि अझै लेफ्टमा है। फेरि ट्रकलाई जान दिनु पर्यो, त्यसपछि अगाडि बढ्ने हो साथी। म चाहिँ बढेँ। अब यहाँबाट फेरि अझै म यता गएँ फेरि है। यता गयो भने फेरि चाहिँ अफिसतिर पुगे साथीहरु। ल त अब अहिले यति नै छ, हस् त धन्यवाद। अब भित्र चाहिँ फेरि पुलिसहरु हुन्छन्, झ्याउ गर्छन्। बाई बाई, टेक यू है।